मैले भनेको थिएँ कि थिएन सिन्धुपाल्चोक चाहिँ गुण्डा झोले आतंककारीहरूले राज गरेको जिल्ला हो भनेर। आज प्रमाणित भइसकेको छ पनि। अनि स्पेशली इन्द्रावती गाउँपालिका कि यहाँ चाहिँ प्रत्येक घरमा एक दुईजना सबै झोले छन् क्या। अनि के अरे यो अस्ति जेन्जीले लखेटेको एउटा ढेँडो बाँदर 17,000 चाहिँ भागेर सिन्धुपाल्चोक गारेछ क्या। दसैँको बेला कस्तो भ्याइ नभ्याइ हो, खुरापाती दिमाग लाउँदै पुगिसकेको रहेछ हड्डी सार्दै गाउँ गाउँ। त कुन देशले त्यहाँ गएको भनेर मजाले थाहा छ क्या। अब अन्तबाट चुनाव लड्यो भने चाहिँ जितिन्न भन्ने छाटकाट थाहा पाइसकेपछि सिन्धुपाल्चोकलाई टार्गेट गरेर तँ त्यहाँ गएको होस् होइन। अनि भाषण गर्दा के भन्दै थियो, यत्रो हुँदाखेरि पनि सिन्धुपाल्चोक तपाईँहरूको सिन्धुपाल्चोक चाहिँ सुरक्षित रहेछ अरे। किन हुँदैन त, त्यहाँनिर त तेरो जुत्ताको तलुवा चाट्न नि रेडी हुने, तैँले हगेको खाना पनि रेडी हुने त्यस्ता झोलेहरू छन् नि त। तिमीहरूको दिमाग कहिले आउँछ कि यत्रो हुँदा पनि तिमीहरूलाई चाहिँ परिवर्तन आउन विकास हुन लागि तिमीहरूको घरकै दाजुभाइ छोरा भाइ भतिजा मर्नुपर्ने हो। यो मान्छे प्रधानमन्त्री पनि भइसकेको मान्छे पदमा थियो क्या। योसँग यसले गर्ने हो भने सबै थियो क्या, पावरदेखि लिएर सबै थियो, के पनि गरेको छैन। यसलाई चिनिराख्नु, यो चाहिँ गफ मात्रै लाउने मान्छे हो। अनि यो अब चुनाव त्यहाँनिर आइहाल्यो भने इनकेस आइहाल्यो भने चाहिँ यसलाई जुत्ताको माला लाएर पठाइदिए हुन्छ। अनि यसको वरिपरि घुम्ने तिमीहरू झोलेहरू सुन, तिमीहरू मात्रै सुटबुटमा हुन्छ नि, अघि पछि गर्दै हिँडेर तिमीहरू मात्रै पेट भरेर हुन्छ। त्यहाँको जनताहरूको जीवनस्तर कहिले हेरेका छौ तिमीले कस्तो छ भनेर एकचोटि सोधेका छौ? आमामा झन् वर्स्ट हुँदै गएको छ क्या। कहिले पनि विकास महसुस कहिले पनि भएको छैन त्यहाँको जनतालाई।